गुड मर्निङ हजुर सबैजनालाई। ल अब हाम्रो काम चाहिँ यही हो, यो पार्क बनाउने काम हो। हेर्नुहोस् क्रोएसियामा मेसिन अपरेटर दाइले चलाइराख्नु भएको छ मेसिन। लिएर आएर त्यो माटो लिएर आएर यसरी यहाँ पुरेर है, त्यस पछाडि यसरी कुल्चेर यसरी टक्क बनाएर ल हेर्नुहोस् त्यो सबै त्यो मेसिनमा दिइरहेको दाइले। आज हामी कन्स्ट्रक्सनमा परिएछ, यसरी टक्क मेसिन बनाएर होइन। हाम्रो तिनजना हामी चारजना हो मेसिन अपरेटर दाइसित। उहाँ ठुलो दाइ ड्राइभर दाइ उहाँ हुनुहुन्छ, अर्को यहाँ ड्राइभर दाइ यहाँ हुनुहुन्छ, अर्को एउटा अपरेटर दाइ त्यहाँ हुनुहुन्छ, अर्को एउटा ड्राइभर भाइ यहाँ हुनुहुन्छ। आधै घन्टा बनाउँदै आएर उस्तो ब्लगहरू छ। अब यस्तो ब्लगहरू लगाउने फिट गर्ने सबै मिलाउने सबै। हाम्रो यहाँ पानीहरू भयो होइन, यो सिमेन्ट कङ्क्रिटलाई चाहिने त्यो कङ्क्रिट भयो। यो मेसिन बोल्ने भोला अपरेटर मेसिन भन्छ, यो चाहिँ गिटी बालुवा मेटेरियल्स भन्छ। अब त्यो उतापट्टि अर्को यो हाम्रो अर्को ठुलो मेसिन भयो होइन, जेसिबी मेसिन भयो। अनि अब त्यो दुईवटा अर्को भयो, मालहरू भयो। ल हेर्नुहोस् है गाइज, हाम्रो यो क्रोएसियामा ल यो चाहिँ हाम्रो मेसिन कङ्क्रिट भयो। यो अर्को त्यो सानो आवश्यकता अनुसार चाहिने यो रोलर मेसिन भयो। हाम्रो यो ड्रम ट्रक भन्छ यसलाई, ट्रक हो यो। अस्ति मैले चलाएको अझै योभन्दा लामो थियो, यो पनि चलाएँ मैले, यो पनि चलाएँ। अब हामी यसैको ड्राइभर भनेर आएको, अझै लामो ट्रेलरको ड्राइभर भनेर आएको। यसको पछाडि अझै एउटा टायर हालेर उता र यता गरेर कुनटा टायर हालेर लामो हुन्छ क्या अझै यो ड्रम ट्रक। ल चलाइयो, अनुभव लिन पनि सब अनुभव लियो। हेर्नुहोस् क्रोएसियामा अब यो पार्क बनाउनु ट्याक्क यस्तो भइरहेछ। मेसिन काम चलिरहेछ लगातार। हाम्रो चाहिँ यो बेल्चा समाउँदै यो बेल्चाले गर्दै यसरी समाउने गर्ने सुपार गर्ने काम भइरहेछ। ल है त गाइज, यसो सपोर्ट गरिदिनु होला गाइज। अब के गर्ने, हाम्रो त यस्तै चलिरहेछ जिन्दगानी। ल है गाइज, अनि भिडियो हेरेर इन्जोय पनि गरिदिनु होला है गाइज। कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला गाइज। ल है गाइज, हाम्रो दाइपहरू उता मुस्काइरहनु भएको छ। यो हामीले गरेको कामहरू भयो। अर्को दाइपारे उहाँ हुनुहुन्छ यहाँ बिजी। हेर्नुहोस् है गाइज। ल बाई बाई, अर्को भिडियोमा बाँकी।